हेलो हजुर वेलकम है प्राप्ति विद्यालय बाल उत्थानको नेसनल पार्कसम्म हामी हेर्दै जानु होला साथीहरू। यहाँ सबै हाम्रो छ एउटा ब्लग बनाइरहेको छु हेर्नुलाई है। पहिला कति उठ्यो अहिले कस्तो राम्रो भइरहेको छ अहिले हेर्नु त। यो भयो पश्चिम साइडको उत्तर साइडको यो मन्दिर रहेछ यहाँ राम्रो देखिरहेको छ है। पार्कमा हिँडिरहेको छन्। यहाँको पिङ थियो पहिला, पिङ छैन बाबु अहिले? पिङ छैन? पिङ पहिला पिङ थियो नि यहाँ, कहिलेबाट सक्यो? तिमी यहाँको स्टाफ होइन? ए अमर दाइ ल अमरले गर्नुभएको छ, ल मैले पनि गरिरहेको छु है। ल थ्याङ्क यू थ्याङ्क यू। अगाडि चिडियाखाना महानगरपालिका उपमहानगरपालिकामा अवस्थित छ। सबैजना चाहिँ नेपालमा अथवा दाङ तुलसीपुरमा पहिलोचोटि आउने प्रयास गरिराख्नु भएको छ भने विश्वभरि छरेर बस्नुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यहाँ चाहिँ एकदमै हार्दिक स्वागत छ। सुनसान अवस्था रहेछ आज, खै बुधबार भयो कि हो है, साथीहरू कोही पनि आउनु भएको छ। कस्तो राम्रो गोल पार्क बनाएर छ है। यो बहु कति राम्रो बाटो बनाएर छ अहिले। पहिला धेरै वर्ष पछाडि आएको थियौँ हामी पहिला पिकनिकमा। यता पहिला चाहिँ हामीले भित्र खान्थ्यौँ, अहिले चाहिँ बाहिर सिस्टम रहेछ। यता बाहिर चाहिँ भित्र आउनुको लागि चाहिँ टिकट काटेर आउनु पर्ने छ। एकदम राम्रो छ। यहाँ फोटो खिच्ने मान्छेहरू धेरै छन्। हेर्नु साथी तल झर्ना पनि देखेँ जस्तो लाग्यो मलाई। यहाँ गइरहेको चित्र रहेछ, तपाईँलाई म बिस्तारै देखाउने गर्छु है। कति रमणीय दृश्य हेर्नु त साथीहरू, हरियाली। अनि अब यहाँ चाहिँ यतापट्टि चाहिँ चमेना गृह भन्ने स्थल राखिएको छ। ल यस्तो यस्तो राम्रो राम्रो पार्क रहेछ बस्नुको लागि। ल हेर्नु साथीहरू, तपाईँहरू आउनु होला बस्नुलाई। यो राम्रो पार्क यस्तो छ स्पेसल। ए गणेश पार्क है फेरि यस्तै पार्क। यहाँ गैँडाको चित्र रहेछ कि सौरा जस्तो मलाई याद आयो। राष्ट्रिय निकुञ्ज भन्ने सौरामा छ, त्यस्तै गैँडाको पनि यहाँ चित्र देख्न सक्नुहुन्छ हजुरले। यता झर्नाहरू धेरै राम्रो भएर छ। अहिले धेरै परिवर्तन भएर छ, 8-10 वर्षभित्रमा धेरै परिवर्तन भएर छ। ल म चाहिँ यता झर्नातिर जान्छ है। हेर्दा झर्ना पनि हाम्रो क्यामेराम्यान पनि रेडी भएर बस्नु भएको छ है। सबको को आउँछ फोटो खिच्नलाई। गएको चित्रै यहाँ चाहिँ ठ्याक्कै गएको चित्र हाम्रो भइरहेको छ है। साथीभाइहरू मजाले हेर्न सक्नुहुन्छ कति राम्रो भएर छ, कति परिवर्तन भएर छ आज। ए ठ्याक्क पारेर धेरै भयो। ए जेब्रा क्रसिङ, जेब्रा पनि रहेछ नि। म तपाईँलाई जेब्रा क्रसिङ देखाउँछु। जेब्रा चित्र नै चाहिँ साथीभाइहरू यो पार्क नेसनल पार्क जस्तो छ कि यो के हो। यहाँ चाहिँ जेब्राको उ रहेछ फोटो चाहिँ हेर्नु ल। ए धेरै लामो छ गर्दन यसको। नेसनल पार्क भन्ने रहेछ। धेरै राम्रो भएको छ अहिले पहिलाको भन्दा। ड्रेस रुम भन्ने तपाईँ कुन ड्रेस लगाएर चाहिँ हेर्न चाहनुहुन्छ त्यो सबै रहेछ यहाँ। वेशभूषा परिवर्तन भन्नु नि त। वेशभूषाहरू आफ्नो शरीरमा चाहिँ लगाएर चाहिँ फोटो खिचिरहनु भएको छ, त्यसलाई ठिकै। ल यसमा चाहिँ केही जनावरहरू राखेन जस्तो लाग्छ, हजुरलाई देखाउन चाहन्छु के रहेछ त हाम्रो यहाँ जनावर। ए यो रहेछ एउटा हाम्रो यो कालो मुख भएको, यसलाई हामीले चाहिँ गुना भन्छौँ। देखेछ नै फ्रेममा, देखेछ नि यसले गुना भन्छौँ नि। छैन खाने केही ल्याइदिएन बाबु, के हो एउटा मात्र, अरू के छन् जनावर। यहाँबाट चाहिँ हाम्रो गुनाहरू चाहिँ एउटा बाँदो रहेछ, दुई सेट बाँदो रहेछ हेर्न सक्नुहुन्छ।
यहाँ चाहिँ दुम्सी भनेर लेखिएको छ तर दुम्सी चाहिँ दुम्सी रहेन हामीलाई लाग्छ दुम्सी यहाँ भित्र चाहिँ लुकिएका ए छन् यहाँ दुम्सी रहेछ त यहाँ दुम्सी यहाँ भित्र छ है अनि यो सबै दृश्यहरू हामी दुम्सी भन्यो यहाँ उल्लु भन्यो उल्लु भन्यो त अब कति बस्यो होला यी यता बसेको छ उल्लु प्लस मुसाहरू छन् यहाँ के भन्छ ल थ्याङ्क यू रमणीय दृश्य देखायौँ हामी तपाईँलाई नेसनल पार्क हो यो गुना गुना लुत्ला आयो नि गुनालाई लुतो लागेछ अनि यी चिजहरू चाहिँ नि खाली छन् सबै यसमा चाहिँ भत्केको फेरि पनि वन्यजन्तुहरूको संरक्षण हुन सकोस् हामी सबैको शुभकामना छ हामी सबैजनाले चाहिँ नि यो पार्कलाई अनि यो दृश्य यो अवलोकन गर्दै गर्ने क्रमका सबै भिडियोहरू यहाँहरूको माझमा प्रस्तुत गरेका छौँ ल अब हामी जान्छ माथि छहरामा है पानीको छहरा देख्न सक्नुहुन्छ यो दृश्य तपाईँलाई मैले देखाउने छु अनि यो दृश्यहरू तपाईँलाई मैले सबै कुराहरू देखाउने छु रमाइलो ठाउँ छ नेसनल पार्क 10-15 वर्ष अगाडि सामान्य थियो अहिले धेरै प्रगति भइसकेको छ यस्तै पार्क हामीले पनि बनाउन सकौँ भन्ने चाहिँ इच्छा छ तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर 3 दमारगाउँमा पनि बनाउन सकिन्छ फेरि यो सबैले चाह्यो भने सबैले साथ दियो भने है त साथीहरू ल सतामा सब देखाइरहेको छ हामी एउटा घोडा रहेछ घरमा बच्चा चाहिँ खिचिरहनु माथि माथि फोटो खिच्नु चाहन्छ यो दृश्य मैले तपाईँलाई देखाएँ यो भनेर यस्तो पोखरा झर्ना आहा कति राम्रो झर्ना 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 आहा कति राम्रो शीतल आहा तपाईँले यस्तो कस्तो लाग्यो दृश्य हेरेर ब्लक आई मिन ब्लक सबैजना साथीहरू हुनुहुन्छ सबैजनालाई सबै साथीहरू सबै हुने भएको छ सबैतिरमा मैले तपाईँलाई माने स्टप ल कति राम्रो प्रगति भएको छ अहिले पहिलाभन्दा हेर्छ साथीहरू सबैभन्दा राम्रो सुन्दरी पनि थिइन् त्यहाँ आज त्यहाँ पानीको खरा चाहिँ पारेको रहेछ अन्त कस्तो रहेछ भन्ने कुरा बिस्तारै बुझ्दाम लागि भेषभूषा सजिएका मान्छेहरू त्यो राम्रो देखिरहेछ ल यो हाम्रो भनेको जलपरी हो कि विश्व सुन्दरी हो कि थाहा भएन है त साथीहरू ल मैले यहीँबाट भिडियो अन्त्य गरेँ सबैलाई भाइहरूलाई च्यानल सब्सक्राइब गरिदिनु होला धेरै धेरै धन्यवाद ओके बाई बाई